नमस्ते सेवा सबैजनालाई अनि आजको भिडियोमा स्वागत छ यहाँ सबैजनालाई। तपाईहरु के कसो गर्दै हुनुहुन्छ, आरामै हुनुहुन्छ होला भन्ने आशाका साथ म पनि आरामको साथ आजको भिडियोमा उपस्थित भएको छु। अनि आज चाहिँ म चाहिँ गाउँतिर जाँदै छु। हाम्रोमा चाहिँ प्रत्येक महिनाको 2 गते टोलको मिटिङ हुन्छ। त्यही भएर म टोल मिटिङमा जाँदै छु। यहाँ डटपेनहरु सकिरहेको थियो अस्तिको मिटिङमा, अनि डटपेनहरु बोकेर जाँदै छु। यहाँ हाम्रो महादेव थान यहाँ छ। आजको मौसम यस्तो छ, म लाग्दैछु अब समूह भवनतिर गाउँमा। के गर्नु र साथीहरु, जान्नु तान्नु केही छैन। यसो बाटोहरु खोलेर अस्ति अलिअलि आएको पानीले यहाँ नानाको बिउ रोप्ने बेला भइसकेछ। यो अगुवा कोदो गाडी आइसक्यो। म यस्तो बाटोबाट जाँदैछु। अनि यो उँभो जाने, यो उँधो जाने। माथिको रोड जाँदा पनि अलिकति तलतिर झर्दा पुगिन्छ, तर पनि यताबाट छिटो हुन्छ र म चाहिँ सर्टकट बाटो लाग्दैछु। यो टिम्बुरको रुख एउटा फलेछ है मिठिङमा। उ त्यहाँ रहेछ। लोरुङ भाषाबाट चाहिँ मिठिङमा भन्छ यसलाई, टिम्बुरलाई मिठिङमा। हाम्रो गाउँमा के फल्छ त मिठिङमा? यो त के पो बिमिरा फलेछ। नानाको कुखुराहरू त बरर रहेछ नि त, बरर। म अब गैरी धारा भन्नेमा आइसके। गैरीमा धारा यहाँ तल। के गर्नु र, तल्लो छेउमा बसिएको छ। अनि गाउँ आइपुग्नु पनि लाग्छ 10 मिनट जति। अनि म जाँदैछु अब समूह भवन बीच गाउँमा छ हाम्रो। त्यही चाहिँ 2टा टोलको मिटिङ बसिन्छ। अनि जाँदैछु म मिटिङ। जान्नु नतान्नु घचेटी माग्नु भने जत्तिकै के हो। यो टिकटिके झार चाहिँ फुल भनेर कसैले पनि नरोप्नु होला। के उम्रिनु लाउँदैन। सुन्तलाले पो लागेछ त टोपी त। लुरुङ राईहरूको घर चाहिँ पहिला यस्तो हुन्थ्यो। अहिले चाहिँ अब प्रायः जसोले सबै भुइँघर बनाइसकियो। टाढे घर ल नानो मलोले नै पाइने सरसफाइ। अनि अस्ति नै आउनु भयो तलबाट नि, म त थाहै पो छैन। सन्चो भइसक्नु भयो खुट्टा? निको भएन र खुट्टा? अनि निको भएन बुबु? अलिक ठिक हुनु भयो होला नि त बुबु त? अलिअलि भए पनि अलिक। लु नानीहरू चाहिँ बिरामी हुनुहुन्थ्यो र उँधो जानुभएको थियो। अनि आइसक्नु भएर छ, सरसफाइ गर्नु हुँदैछ हाम्रो समूह भवन। यो चाहिँ आउनु भयो पापा?
आउनु भएको छैन? अब बिहानभरि बैठक नआउने मान्छे पनि काम त गर्नु पर्यो, लुगा धुनु पर्यो। अब खाना खाइसक्यो, बैठकबाट आएर अब लुगा धुनु पर्यो। के गर्नु, पर घाम यस्तो छ कि घाम चर्को छ। लुगा धोएर घाम चर्केपछि त केही गर्नु मनै लाग्दैन र त बिहानभरि बैठक र के भन्दै हिँड्दै छिट्टो गाउँ डुल्दै बिहान चाहिँ जाँगर चल्छ नि, पप हुन्छ। दिनमा 2-3 खेप लुगा फेर्नुपर्ने भइसक्यो हाम्रोमा। के भन्नु हो, बिहान एक झ्वाक काम गऱ्यो बारीमा, फेरि खाना खाने बेलामा त लुगा फेर्ने बेला भइहाल्छ। धुँदा पनि ढाडै दुखिसक्छ। भाइ सुँगुर चारो दे दे। भत्की छ अब। पसेपछि ननिस्केको अझ मैला छ हौ। Rồi. Rồi. Run. Oh, छिटो गर है। थोडा मात्रै छ त। चल्ला तिमीहरूलाई। घाम यस्तो लाग्छ। खानपिन सकेर अब कपडा धोइसक्यो। अब के गर्ने र घाममा एकछिन बिसाउने होला। आम्मामा यस्तो घाम लागेछ कि के आएर कुखुरा तर्स्यो। ओहो यो कुखुराले त
ल अब चाहिँ म सुँगुर चारो काट्नु बारी झरेको छु। अनि यता अब मकैहरू यो पछुवा हो। रहन्छ कि रहँदैन, बाँदरले राखिदियो भने मान्छेले खान पाइने हो। अब सुँगुर चारो काटेर पकाउनु पर्छ। त्यहाँबाट अब के को लहरा हौ, काँक्रा यहाँ कता लु यो फर्सीको मुन्टा। यहाँ पनि फल्दै रहेछ। अब कान्छी भान्जी रोचना त्यसको छेमा आउँदैछ है, काँक्रा आउँदैछ काठमाडौँ। अब डल्ले खोर्सानी यो काँक्राहरू तँलाई आइज आइज लु इन गर आइज। यसरी सबै खाइसक्यो यसले, सिमीको पात मकैको पात गरिन् गरिन्। ल अब म चारो भेला पार्छु। अनि ल यो चारो अब भेला पारेर म अब घर लग्छु। अनि काटेर पकाउनु पर्ने हुन्छ।